फेसबुकबाट 1000 भ्युजमा कति पैसा कमाउन सकिन्छ त्यो तपाईहरुलाई आज म लाइभ प्रुफ देखाउँदै छु। भिडियोलाई अन्तिमसम्म हेर्दिनु होला। यदि यो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब पनि गर्नु होला। नमस्ते, म लक्ष्मी साहानी। मैले फेसबुकमा गेमिङको पेज चलाउँदै आइरहेको छु। त्यो पेजमा कति भ्युजमा कति पैसा आएको छ तपाईहरुलाई मैले लाइभ प्रुफ देखाउने छु। आउनुस् आजको भिडियो स्टार्ट गरौँ। यो चाहिँ मेरो फेसबुक आइडी रहेको छ। तपाईले देख्न सक्नुहुन्छ 91,000 फलोअर्स पुगेको छ। म जाँदैछु ड्याशबोर्ड कन्टेन्ट। यो तपाईले देख्न सक्नुहुन्छ मैले अपलोड गरेको भिडियोहरु। ल हेर्नु अब 1000 भ्युजमा कति पैसा आउँछ त 1000 भ्युजमा म तपाईलाई देखाउँदै छु। ल हेर्नु यो भिडियोमा 1000 भ्युज गएको छ अनि 0.01 चाहिँ पैसा आएको छ। 1000 भ्युजमा कति आएको छ त 0.01 पैसा आएको छ। यो कुन कन्ट्रीबाट हेरेको छ त्यो पनि देखाउँदै छु म तपाईहरुलाई। इन्डिया, मेक्सिको र नेदरल्यान्डबाट हेरेको छ यो, किनकि यो विदेशीहरुले हेरेको छ त्यसैले बाहिरबाट हेरेको हुनाले यसमा 1000 भ्युजमा पनि 1 पैसा आएको छ। मलाई धेरै साथीहरुले भन्नुहुन्छ नेपालबाट 5-10 हजार भ्युज गएको छ तर पैसा मेरोमा पैसा आएको छैन भन्नुहुन्छ। किनकि 5-10 हजार भ्युज गए तापनि 5-10 हजार भ्युज गए तापनि नेपालबाट हेर्दै हुनुहुन्छ भने तपाईकोमा विज्ञापन आउँदैन। विज्ञापन नआएपछि पैसा आउँदैन। किनकि 5-10 हजार नगए तापनि 3-4 हजार भ्युज गए तापनि तपाईको विदेशबाट हेरेको छ भने त्यो भिडियो त्यसमा विज्ञापन आउँछ। विज्ञापन आयो भने तपाईको पैसा पनि राम्रो आउँछ। त्यसैले भ्युजको आधारमा पैसा आउने हैन, त्यो चाहिँ नेपालबाट हेरेछ कि बाहिरबाट हेरेको छ त्यसमा भर पर्ने हो। ल अब यही भिडियोलाई नि हेरौँ न त फेरि। यो भिडियोलाई कति 4000 भ्युज गएको छ भने यसमा 0.04 पैसा आएको छ। 4000 भ्युजमा 0.04 पैसा आएको छ। यो चाहिँ कुन कन्ट्रीबाट आएको रहेछ यसलाई पनि म तपाईलाई देखाउँदै छु। यो चाहिँ इन्डिया, पाकिस्तान पनि विदेशैबाट हेरेको छ। त्यसैले यसमा कति आएको छ त 4000 भ्युजमा पनि 4 पैसा आएको छ। नेपालबाट हेरिएको छ भने भिडियोमा थोरै पैसा आउने हो, विदेशबाट हेरियो भने धेरै पैसा आउने हो। पैसा आउनको लागि विज्ञापन आउनुपर्छ। विज्ञापन आउनको लागि विदेशीले हेरिएको हुनुपर्छ भिडियो। भ्युज धेरै आएर मात्र पैसा आउने होइन। किनकि पैसा आउनको लागि विदेशीले हेर्नुपर्ने हुन्छ। विज्ञापन आयो भने पैसा आउने हो। नेपालबाट हेरियो भने पैसा चाहिँ थोरै आउने हो। भिडियो हेरिदिनु भयो सबैजनालाई धन्यवाद। तपाईले नबुझेका कुराहरु छन् भने तल कमेन्ट सेक्सनमा गएर भन्न सक्नुहुन्छ। सबैजनालाई नमस्ते।